भिडियोमा धेरै भ्यू चाहिँ कसरी ल्याउन सकिन्छ भनेर म तपाईँलाई सिकाउन गइरहेको छु। तपाईँ चाहिँ नयाँ हुनुहुन्छ भने फलो गरेर जोडिनु होला। यस्तै खालको भिडियोहरू तपाईँको साथीहरूलाई पनि देखाउनको लागि भिडियोलाई चाहिँ सेयर गरिदिनु होला। भिडियो चाहिँ एकदम महत्त्वपूर्ण रहेको छ। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। एक नम्बरमा चाहिँ रहेको छ तपाईँले चटक देखाउनु पर्ने हुन्छ। भिडियो चाहिँ एकदम चटक देखाएर तपाईँले कमेडी गर्नुपर्ने हुन्छ। त्यस्तो भिडियो चाहिँ धेरै साथीहरूले मन पराउने, सानो बच्चादेखि ठुलो मान्छेसम्मले मन पराउने भएको कारणले गर्दा धेरै भ्युज आउने सम्भावना हुन्छ। तपाईँले चाहिँ जानेका कमेडीहरू तपाईँले चटक देखाएर चाहिँ भिडियो बनाउनु पर्ने हुन्छ। नम्बर 2 मा चाहिँ तपाईँले एकदम आफ्नो ओरिजिनल भोइस र ओरिजिनल फेसमा भिडियो बनाएर प्रत्येक दिन एकदम राम्रो राम्रो कामहरू गर्दै जानुभयो भने फेसबुक टिमले चाहिँ तपाईँको ओरिजिनल भिडियो हो भने एकदम ग्रो गर्नेछ, रिच बढाइदिनेछ र तपाईँको भिडियो भाइरल हुने सम्भावना हुनेछ। 3 नम्बरमा चाहिँ तपाईँले अरूको टिकटक बनाइरहनु भएको छ, अरूको गीतहरूमा अथवा अरूको आवाजहरूमा भने यस्तो कामले चाहिँ तपाईँको भिडियो भाइरल हुने सम्भावना हुँदैन। 1-2 हजार भ्युज जान सक्छ, 1-200 500 जान सक्छ, तर लामो समयसम्म तपाईँले काम गर्नको लागि आफ्नै ओरिजिनल भिडियो चाहिँ एकदम राम्रो क्वालिटीमा अडियो क्वालिटी र भिडियो क्वालिटी एकदम राम्रो बनाएर तपाईँले हाल्नुभयो भने तपाईँको भिडियो चाहिँ एक दिन अवश्य भाइरल हुनेछ। र तपाईँले चाहिँ 4 नम्बरमा तपाईँले धेरै ठाउँमा सेयर नगर्नु होला, आफ्नै आइडीबाट धेरैचोटि नहेर्नु होला र धेरै ठाउँमा सेयर नगरिदिनु होला। जो तपाईँलाई थाहा छ पक्का तपाईँको भिडियो फुल वाच गर्ने साथी छ भने त्यसलाई चाहिँ सेयर गर्न सक्नुहुन्छ। तपाईँले चाहिँ जो पायो त्यसलाई मेसेन्जरहरूमा सेयर गरेर त्यो मान्छेले चाहिँ तपाईँको भिडियोहरू हेर्दैन भने त्यसको रिच चाहिँ अटोमेटिक डाउन हुने गर्दछ र त्यही भएर चाहिँ तपाईँको भिडियो धेरै भाइरल नहुने सम्भावना हुन्छ। त्यही भएर चाहिँ एकदम ओरिजिनलमा तपाईँले एकदम चटक देखाएर तपाईँले एकदम कमेडीहरू गरेर अथवा कुनै कुराहरू सिकाएर तपाईँले काम गर्नुभयो भने तपाईँको भिडियो चाहिँ एकदम भाइरल हुने सम्भावना हुन्छ र भ्युज पनि धेरै आउने सम्भावना हुन्छ।